दर्शक नमस्ते सम्पूर्णमा सबैजना सन्चै आरामै हुनुहुन्छ होला साथीभाइहरू। हिजो आजको विषय भनेको यो एकदमै वार चलिरहेको छ। यो अमेरिका, इजरायल र इरानको एकदमै ठुलो द्वन्द्व चलिरहेको थियो। हुन चाहिँ यो 24 घण्टा पनि टिकेन। 24 घण्टा नबित्दै ल अब खेल खतम भइसकेको छ हिजै नै। अब आज चाहिँ अब केही शान्त होला, अब हुनै पर्ने अवस्था छ। अब त्यहाँ इरानका एकदमै ठुलो मान्छेको चाहिँ हिजो नै मृत्यु भइसकेको छ। यो इजरायल र अमेरिकन त्यो कारबाहीमा गर्दाखेरि त्यो उहाँ चाहिँ हिजो नै मृत्यु भइसकेको छ। उहाँको परिवार लगभग उहाँ धेरैजना अब को मृत्यु भएको छ। एकदमै नराम्रो पनि भएको छ। हिजो स्कुलमा पनि बम ब्लास्ट भएको कारणले धेरैजना मृत्यु भएको छ। र इरानले पनि धेरै देशहरूमा जहाँ जहाँ अमेरिकाका जो क्याम्पहरू छ बसालेको छ, जस्तै खाडी मुलुकहरूमा उसमा पनि उसले चाहिँ ब्लास्ट चाहिँ गराएको छ। त्यति खासै क्षति चाहिँ अब मानवीय क्षति हुन चाहिँ पाएको छैन जस्तो छ। र अब चाहिँ इरानले चाहिँ के गर्छ होला अगाडिको दिनमा। र अब इरानको एकदमै सत्ता त अब त फेरि पल्टिनु भएको। त्यहाँ त अब ठुलो मान्छे नै सकिएपछि अब त्यहाँ चाहिँ अमेरिकाकै अब एउटा हुन्छ नि, अमेरिकाकै चालखेलमा एउटा कुनै राग छ जस्तो लागेको छ। किनभने हिजो नै अमेरिकाको डोनाल्ड ट्रम्पले पनि हिजो नै भनिसके बुढाले चाहिँ अब त्यो यो चाहिँ हुनेवाला छ भनेर उसले नाम चाहिँ नभने पनि यो चाहिँ भनिसकेका छन् हिजै। अब इरान चाहिँ फेरि अमेरिकाले कब्जा गरेर त्यहाँको तेल जति छ यताउता सबै कन्ट्रोल गरेर चाइनालाई अलिकति डाउन गर्यो। किनभने चाइनाले इरानदेखि नै तेल लगिरहेको हो र त्यो रोक्नको लागि यो अमेरिका र फेरि चाइनाको फेरि अलिकति भएको कारणले यसमा अलिकति लागेको जस्तो देखियो मैले चाहिँ यसो बुझ्दाखेरि। अब ठिकै छ, खैर अब राम्रै भएको छ। जे हुन्छ अब राम्रैको लागि हुन्छ। यिनीहरू 6 महिनामा यिनीहरूको चाहिँ खेल चलिरहन्छ। इजरायल इरानको यिनीहरूको चाहिँ 6 महिनामा यो खेल खेलिरहन्छन्। यिनीहरू भनेको यो फुटबल खेल हो, गेम हो, यस्तै खेलिरहन्छन्। मान्छेको होली बनाउँछन् तिनीहरूले चाहिँ। यिनीहरू धेरै वर्षदेखि यस्तो गर्दै आएको छन्। एकदमै नराम्रो चाहिँ खेल छ यिनीहरूको, एकदमै गन्दा खेल भन्छन् क्या, यो एकदमै नराम्रो खेल छ। अब ठिकै छ, खैर जे छ ठिकै छ। उनीहरूले अब आफ्नो कामहरू सल्टाए, अब राम्रै होला।